एकछिन अनि तिम्रो त्यो व्यक्तिगत अधिकार भित्र पर्छ त्यो यो एउटा अनि मेरो व्यक्तिगत भित्र परेन होला त्यहाँ के भएको थियो त्यहाँ त्यो फोटोमा के भएको थियो तिम्रो इन्डिपेन्डेन्स तिमी स्वतन्त्र तिम्रो अधिकार जति छ त्यति मात्रै तिमीले गर्न पाउँछ क्या त्यो समाजमा एउटा समुदायलाई एउटा समाजलाई असर पर्ने खालको हरकत तिमीले गर्न तिमीलाई अधिकार हुँदैन बुझ्यौ ताकि तिम्रो छिमेकी चाहिँ छेत्री बाहुनपछि पुरानो नाम जानु पर्दो रहेछ मेरो स्ट्याटस यही थियो तामाङ त्यो अरू अन्य जातिको कुरा छोड्देऊ न छेत्री बाहुन नेवार जोशीको म हाम्रो समुदायका हाम्रो लिम्बू समुदायका मान्छेलाई सम्बोधन गर्ने मान्छे हो हाम्रो समुदायका मान्छेहरू गलत बाटोमा तिमीले सुन्दा गफ गरिराख्नु पर्दैन मलाई याद राख तिमी भन्दा मान्छे पनि हैन म नपढेको मान्छे पनि नलेखेको चेतना नभएको मान्छे पनि हैन म केटीले हाल्यो हैन शब्द राखेर फोटो राखेर मेरोमा कमेन्ट गरेको थिएन मैले आजसम्म मेरो अब पहिलो कमेन्ट आउँछ म त्यस्तो हेरिराख्नु फुर्सद हुँदैन मैले आज यति 52 हप्ता पछाडि मैले त्यो कमेन्ट देखेको छु दिदी चाहिँ के हो त्यो तरिका हैन 52 हप्ता पछाडि मात्रै देख्दैछौ म आज देख्दैछु मैले त्यही बेला देखेको भने म तुरुन्त त्यो बेला प्रतिक्रिया गर्ने थिएँ तिम्रो मात्र चेतना छैन क्या यो प्रतिक्रिया दिने शैली यही हो एउटा लिम्बू भएर तिमीले प्रतिक्रिया दिन सामाजिक सञ्जाल प्रतिक्रिया दिने तरिका चाहिँ यो हो त तिम्रो कतै त छैन मेरो म पनि बुढा भएको छोरा छोरी परिवार भएको मान्छे एउटा राजनीतिक उच्च स्तरमा गरेको मान्छे हो म पनि बनाइरछ अनि हाउसवाइफ हो तिम्रो जस्तो चेतना भएको मान्छे हो तिम्रो चेतना त्यति राम्रो भयो तिमीले मेरो फोटो राखेर मेरो पोस्टमा के म नङ्गै नाचिराखेँ यहाँ एउटा साडी लगाएर हिँडिरहेको छु अब यो आधा शरीर देखाएर त्यो भिडियो पोस्ट गर्न तिमीलाई अधिकार कसले भिडियो पनि हेरेको छैन त्यो तिमीले पठाइरहेको छ त के बोल्नु भएको छ दिदी त्यो के हो तिम्रो अधिकार भित्र पर्छ त्यो मेरो नीति कुरा हो लुगा कस्तो लाउँछु के लाउँछु ब्रालाएर नाचेको छुइनँ हैन तिम्रो निजी कुरा कसरी पर्छ तिमी तिम्रो व्यक्तिगत अधिकार अधिकारी नरम सोले नि के अनि तिमीलाई मैले बुढी एउटा भिडियो हाल्छु भन्ने हिसाबले नकसिन नकसी किन कसेर बिस्तारो बोल्दा पनि हुन्छ कसरी बोल्नु भएको छ शिक्षित पुरुष एउटा मंगोलहरु लिम्बूहरु अघि बढौं भन्ने मान्छे होला भने सोचेर मैले संकेत नि गरेको थिएँ देखे सबैलाई कमेन्ट गरेको नदेखेको थिए कहिले देख्दिन तिमी जस्तो हैन म हाम्रो लिम्बू समुदायलाई असर पर्छ पर्दैन तिम्रो फोटोले भिडियो अब गाली गरेको हैन अब तिम्रो फोटोले रुकाइले मैले के लाग्छ र यसले यस्तो भनेको छ मलाई म हेर्छु यहाँ मैले के लुगा लाग्छ र मलाई यसले यस्तो भनेको छ केही गालीसाली त तिमी नाङ्गिदै आधा शरीर देखाउँदै हिँड्दाखेरि तिम्रो हस्बेन्डले तिम्रो दाजुभाइ माइतीहरूले केही भन्दैन र के कुरा गर्छस् रन्डा तर अवश्य भन्छ यही मेरो फोटो भनेको यो मेरो प्रोजेक्ट खिचेको यसमा मैले लुगा लगाएको छु फेसबुकमा खिच्दा लुगा आउँदैन नि त जस्तो लाग्छ केटीको लिनु पर्ने मलाई बिस्तार बोल्दा नि हुन्छ त नीति कुरा हो मेरो पछि मैले त्यो लाङ्गै देखिस न त्यसमा ठिक छ के मेरो तल आउँदा शरीर त देखाथिस अब केटाको देखाएको त जस्तो त्यो फोटो राम्रो हेरेर समुदायमा चाहिँ किन यसो कुरा गर मेरो निकाल्दै काम गर मेरो नीति कुरा लगेर को जस्तै मेरो श्रीमान छ बुझ्ने मान्छे छ लेखेको छ पढेको छ शिक्षित मान्छे छ पढेको मान्छे हुँ त्यति सजिलो नभन् पढेको मान्छे किन क्या गरिरहेछस् किन कस्तो अघि आइरहेछस् किन आन्दोलन गरिरहेछस् मेरो भेट भएन स्वच्छताको लडाई आन्दोलन लिम्बूहरुको सानो लडाई त त्यसले मेरो मिलेकै थियो त्यति मन पर्दैन के लडिरहेछस् किन क्या गरिरहेछस् किन हेरिरहेछस्
होइन आन्दोलन गर्ने तरिका के हो मात्रै के गर्दैको कसको गल्ती साले हो तेरो तरिका त त्यो कमेन्टमा आएर अब मेरो इज्जत हुँदैन एउटा लिबर्टी खेलेर हाकिम मन्त्रीसँग मेरो पनि साथी हुन्छ चाल्ने छ आफ्नो हुन्छ बाउ हुन्छ आमा हुन्छ माइती हुन्छ भाइ हुन्छ बहिनी हुन्छ ज्वाइँ हुन्छ भिना हुन्छ के अरे भन्नु त्यो भएको छ बाउ माइतीले त्यो फोटो मैले हेरेर म तेरो फोटोले राखेर म दुनियाँभरि नराम्रो कमेन्ट गर्थे गरेको छु होइन यो हरकत नगर भनेर सम्झाउँदैन नि दाजु भाइ यो तेरो हरकतले आएको कुरा हो तेरो हरकतको एन्सर हो उहाँको तेरो हरकतको एन्सर हो क्या त्यो साथीहरू अब त्यसमा कमेन्टमा त्यस्तो होइन होइन किन मेरो इच्छा तेरो कुरा होइन हेर्नु होला अनि मुख नसरी बोल्दा हुँदैन गेस गर्न के रे सक्नुहुन्छ के विस्तार गर्ने छ फोनमा राखेर कमेन्टमा राख्नु पर्छ मेसेजमा भन्नु त मेसेजमा कल गरेर भन्नु सक्थिस् त तपाईहरुले त्यस्तो घटिया मान्छे त्यस्तो हरकत गरेसँग म बोल्दिनँ क्या मैले कमेन्टमा लेखेर शब्द कमेन्टमा लेखेर मेरो फोटो त कतिलो होस् त त्यो मेसेजमा रड्डी भनेको त होस् न त्यसो बोल न तेरो कामै जाने इज्जत पाइस् तले आधा उठाएर सामाजिक आफ्नो फेसबुकमा पोस्ट गर्नेलाई के भन्छ रन्डी नबनेर देखाइरहेको मेरो त्यहाँ विभिन्न त्यहाँ पनि नतोस्तो मसँग आइराख्नु पर्ने छैन तँ जस्तो साथी खाँचो हुँदैन कराको नकसिन कसिन्छ कसरी